रातको 11 बजेको थियो। विराटनगर नजिकको एक सानो गाउँमा रहेको सौगाट नजिक एकजना साइकल यात्री थकित भएर विश्राम गर्न बसे। उसले ठाउँ चिन्न सकेन। नदी किनार एक पुरानो पर्खाल र आगो निभिसकेको चिता। उसले सोच्यो, यत्रा थाकियो, बिहानै अघि बढ्छु। उसले आँखा चिम्ल्यो, तर तुरुन्तै भन्ने आवाज। उसले आँखा खोले, आगो आफै बल्न थाल्यो। चितामा कोही थिएन, तर लास जलिरहेको थियो। अचानक चिताबाट कालो अँध्यारो आकार उठ्यो। त्यो आकार महिला थियो, सेतो साडी, जलेको अनुहार र नुन जस्तो गन्ध। तिमी किन मेरो चितामा बस्यौ? उनले सोधिन्। आवाज मरेको जस्तो, तर सिधै हृदयमा गर्ने। साइकल यात्री डरले काँप्न थाल्यो। माफ गर्नुहोस्, उसले करायो। महिलाको अनुहार बिस्तारै नजिक आउँदै गयो। आँखा नत्रिएका, रगत आउँदो। मलाई चिनेका थियौ, होइन? तिमीले मलाई मारेका थियौ 5 वर्ष अघि। अब तिमी मलाई साथ दिनेछौ, सदाको लागि। त्यसपछि त्यो मानिस कहिल्यै देखिएन। उसका साइकलका चक्का सौगाटको पर्खालमा अझै झुन्डिएका छन्। गाउँलेहरू आज पनि भन्छन्, राति सौगाट नजिक नजाऊ, किनभने मृत आत्माले अझै पनि न्याय खोज्दैछ। अब अर्को वास्तविक भूतको कथा सुनौ है साथीहरू। सिन्धुलीको डाँडामा एउटा ठूलो पिपलको रुख छ, जसलाई गाउँलेहरू रुदो रुख भन्छन्। जनविश्वास छ, रातको 12 बजेदेखि 1 बजेसम्म त्यो रुख रोइरहन्छ। एकचोटि कलेज पढ्ने 3 जना साथीहरू साहस परीक्षणका लागि त्यो रुखमुनि रात बिताउने निधो गरे। गाउँलेले रोक्न खोजे, त्यो रुखमुनि कोही बस्दैन, आत्मा हुन्छ त्यहाँ। तर उनीहरू हाँसेर अघि बढे। रातको 12 बज्यो। पहिलो घण्टा शान्त थियो। अचानक सु रुदाको आवाज आयो। रुखको हाँदाबाट पानी होइन, रगत बगिरहेको थियो। एकजनाले बत्ती बालेर हेरे, रुखको बोक्रामा अनुहार देखिन थाल्यो। आँखा बिना पल्क, आँसु जस्तो रगत र मुख खुलेको। तिमीहरू पनि म जस्तै एक्ला हुनेछौ। तीनैजना डरले भाग्न खोजे, तर जमिन चिप्लो भयो। हाम फालेर बाँचे, तर पछाडि फर्केर हेर्दा 3 टाउको झुन्डिएको देखे। भोलिपल्ट गाउँलेले एउटा लास मात्र फेला पारे। 2 अझै हराइरहेका छन्। र आज पनि जब हावा चल्छ, त्यो रुख रोइरहेको सुनिन्छ।